सत्य र इमानदारीको शक्ति। गोलु हात्तीको कथा। घना जंगलमा गोलु नामको एउटा हात्ती बस्दथ्यो। गोलु अन्य सबै जनावरहरूभन्दा अलि फरक थियो, किनभने ऊ अत्यन्त इमानदार थियो। उसको हरेक शब्द र हरेक काममा सधैँ सत्यता र इमानदारी झल्किन्थ्यो। जंगलका अन्य जनावरहरू कहिलेकाहीँ उसको सरलता र सिधापनमा आश्चर्य मान्थे। एक दिन जंगलमा एउटा ठूलो अफवाह फैलियो। राजा सिंहको खजाना हराएको थियो। सम्पूर्ण जंगलमा हल्ला फैलियो र सबै जनावरहरूबीच डर र शंका छायो। प्रत्येक जनावरले अर्कोमा विश्वास गर्न छोड्यो। खजाना चोरी भयो भन्ने कुरा जंगलका कुना कुनामा गुन्जियो। त्यसैबीच केहीले सिंहलाई भने, महाराज, हात्ती सबैभन्दा बलियो छ, सायद उनै चोर हो। यो सुनेपछि सबैको नजर गोलुमा लाग्यो। गोलुसँग मौका थियो। ऊ झुट बोलेर आफ्नो नाम सफा गर्न सक्थ्यो, तर ऊ त्यस्तो गर्न सक्दैनथ्यो। गोलुले न्यानो स्वरमा सिंहको अगाडि टाउको झुकाएर भने, महाराज, मैले चोरी गरेको छैन। तपाईँ चाहेमा मेरो पूर्ण जाँच गर्न सक्नुहुन्छ। गोलुको आत्मविश्वास र इमानदारीले जंगलका अन्य जनावरहरूलाई अचम्ममा पार्यो। सिंहले आफ्नो न्यायिक क्षमता अनुसार अनुसन्धान सुरु गरे। धेरै समय र परीक्षणपछि चोरीको वास्तविक अपराधी पत्ता लाग्यो। एक चालाक लोमडी। लोमडीले चुपचाप खजाना चोरेको रहेछ, तर आफ्नो चालाखीले सबैलाई भ्रममा पार्न सफल भएको थियो। सत्य बाहिर आएपछि जंगलमा अचम्मको सन्नाटा छायो। सबै जनावरहरू चकित थिए। हात्ती जस्तो शक्तिशाली जनावरलाई झुटको आरोप लगाउन सकिन्थ्यो, तर वास्तविकता फरक देखियो। सिंह गर्वका साथ बोले, बलभन्दा ठूलो हुन्छ सत्य, र सत्यभन्दा ठूलो हुन्छ इमान। गोलुको आँखामा खुसीका आँसु छल्किए। ऊ थोरै लज्जित पनि भएको थियो, तर उसको हृदयमा खुसीको भावना भरिएको थियो। जंगलका हरेक जनावरको मनमा गोलुको इमानदारीको सम्मान बढ्यो। अब सबैले बुझ्न थाले कि साँच्चैकै बल भनेको केवल शरीरको शक्ति मात्र होइन, तर सत्य र इमानको शक्ति हो। त्यो दिनदेखि गोलुको कथा जंगलभर फैलियो। जनावरहरू बच्चाहरूलाई पनि सिकाउँथे, बलको कुरा बाहिरी रूपमा मात्र होइन, भित्रको इमानमा पनि मापन हुन्छ। गोलुको इमानदारी र साहसले सम्पूर्ण जंगलमा स्थायी आदर्श कायम गर्यो। जंगलमा फेरि शान्ति र विश्वास फर्कियो। जनावरहरूले सिके, कसैले पनि अफवाहमा नपर्नु, सत्यको मूल्य सदैव उच्च हुन्छ र इमानदारीले जीवनमा सबैभन्दा ठूलो सम्मान दिलाउँछ। गोलुको यो कथा समयसँगै सबैका हृदयमा अमिट रहे। यदि तपाईलाई यो कथा मन पर्यो भने लाइक, कमेन्ट गर्नुहोस् र हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।